नमस्ते सम्पूर्ण सबैलाई। आराम हुनुहुन्छ? बाहिर त खतरा पानी परेको छ। गेम पनि आजको रातिको खतरा नै भयो, रोमाञ्चक भयो। फ्रान्स भर्सेस मोरक्को वर्ल्ड कप क्वार्टर फाइनलको गेम जत्तिकै नै भयो। किन? आजको गेम एनालाइसिस हेरौँ है त। स्टार्टिङदेखि नै मोरक्कोले बल कन्ट्रोल लिन सफल भयो। फ्रान्सले जानी पोसेसन छोड्दै हाई प्रेस र कन्ट्रोल ब्लक अपनाए, किनभने उनीहरूको उद्देश्य बल जित्नु कहिले नै थिएन। मोरक्कोलाई फाइनल थर्डमा रोक्नु थियो। त्यसैले मोरक्कोको 52% पोजिसन भए पनि त्यो धेरै उनीहरूको आफ्नै मिडमा, आफ्नै हाफमा सीमित रह्यो। त्यही भएर फ्रान्सले 48% मात्र बल पोसेसन देखिए पनि गेम 2-0 जित्न सफल भयो। एउटा एकदमै रोचक स्ट्याट्स हेरौँ न। पोसेसन मोरक्कोको थियो तर चान्सेस फ्रान्सको। फ्रान्सले गेमभरि 22 शट्स निकाल्यो भने मोरक्कोले जस्ट 5 शट्स निकालेको थियो। 22 शट मध्ये फ्रान्सले 9 शट्स अन टार्गेट कन्भर्ट गरेको थियो भने मोरक्कोले जस्ट 1 शट अन टार्गेट। यसले के देखाउँछ भने फ्रान्सले हरेक एट्याकलाई गोल थ्रेटमा बदल्दै थियो। पहिलो हाफमा मोरक्कोलाई अन गेम राख्न नायक बनेका थिए मोरक्कोका गोलकिपर यासिन बनाओ, जसले 7 वटा सेभ गरिरहेका थिए। त्यही भएर स्कोर लाइन 0-0 रहिरहेको थियो। सेकेन्ड हाफ स्टार्ट हुन्छ अनि फ्रान्सले आफ्नो प्रेसिङ अझ बढाउँछ। प्रेसिङ बढाउने बित्तिकै डिफेन्सिभ लाइन मोरक्कोको अगाडि आउन बाध्य भयो। फुटबलमा केही सानो मिटरको स्पेसले पनि एकदमै धेरै घातक हुन्छ। त्यही स्पेसमा खेल्दै केलियन एम्बापेले दौडिएर आफ्नो कौशलता देखाउँदै गोल गर्न सफल भए। त्यो एउटा गोल मात्र थिएन, त्यो मोरक्कोको ट्याक्टिकल प्लानमाथिको ठूलो फ्रान्सको प्रहार थियो। त्यसले नै गेमलाई ओभरअल रूपमा टर्न गर्यो। पहिलो गोल खाइसकेपछि मोरक्कोको लागि अगाडि एट्याक गर्नुपर्ने र पछाडि छोडेर अगाडि फ्रान्सको हाफमा आउनुपर्ने एकदमै ठूलो दबाव आयो हो। अनि मोरक्कोले स्पेस एकदमै धेरै छोड्यो। फ्रान्सले त्यही मोरक्कोको कमजोरीमाथि खेल्यो अनि डेम्बेले द फास्ट ट्रान्जिसन, एक्सलेन्ट मोमेन्ट र उनको आउटस्ट्यान्डिङ फिनिश। स्कोर लाइन पुग्यो 2-0। त्यसपछि त गेम फ्रान्सको एकलौटी नै भइहाल्यो नि। भन्न सक्ला स्कोर लाइन फ्रान्सको पक्षमा गए पनि मोरक्कोले एकदमै राम्रो खेल्यो, तर स्ट्याट्सले त्यसो भन्दैन, गेममा त्यसो हुँदै भन्दैन। एक्सपेक्टेड गोल फ्रान्सको 3.0 थियो भने मोरक्कोको 0.2 थियो। यसको अर्थ फ्रान्सले हरेक बल, हरेक एट्याकलाई गोल हुने सम्भावनामा के गरिरहेको थियो, ट्रान्सलेट गरिरहेको थियो। बल कम हुँदा पनि फ्रान्सको क्वालिटी, गेमको क्वालिटी एकदमै हाई नै थियो। फ्रान्सको पासिङ एक्युरेसी पनि 92% थियो, मोरक्कोको धेरै तल थियो। लास्टमा रेफ्रीले सिटी फुक्छन्, फ्रान्सले 2-0 गेम जित्छ। म्याचले, स्ट्याट्सले एउटै कुरा स्पष्ट रूपमा देखाउँछ, मोरक्कोसँग पोसेसन थियो तर फ्रान्ससँग पर्पोज थियो। 22 शट्स, 9 शट्स अन टार्गेट, 92% पासिङ एक्युरेसी र गोल चान्सेस 3.0 थियो। फ्रान्सको आक्रामक प्रभावकारिताले प्रमाणित गर्छ कि फ्रान्स इज बेटर देन एभ्री अदर टिम इन दिस वर्ल्ड कप। अन्ततः ट्याक्टिकल डिसिप्लिनले पोसेसनमाथि जित हात पार्यो। फ्रान्स सेमी फाइनल पुगेको छ। कङ्ग्रेचुलेसन फ्रान्स, वान अफ द लिडिङ दावेदार यो वर्ल्ड कप जित्ने। थ्याङ्क यू भेरी मच।